सम्पूर्ण नमस्कार। अत्यन्तै खुसीको खबर जुन चाहिँ मैले आज बिहान मात्रै एउटा भिडियो बनाएको थिएँ जुन चाहिँ बकैया गाउँपालिका वडा नम्बर 3 को सञ्चमाया लामा जो चाहिँ हिजो 10 बजेको समयमा चाहिँ काठमाडौँ जान्छु भनेर हिँडेको व्यक्ति चाहिँ हराएको सूचना प्रकाशित गरेका थियौँ। जुन सूचना प्रकाशित गरेर तपाईहरुले शेयर गरेर आज त्यो सम्बन्धित हराएको व्यक्तिसम्म पुगेको छ। आज त्यो हराएको व्यक्ति भेटिएको छ, तर कस्तो अवस्थामा भेटिएको छ भने उहाँ लुटिएको अवस्थामा भेटिएको छ। उहाँको चाहिँ गरगहना, उहाँले लाउनु भएको, उहाँले बोक्नु भएको मोबाइल सबै कुरा चाहिँ लुटिएको अवस्थामा उहाँ एउटा चाहिँ बेवारिसी अवस्थामा फेला परेको छ। जसले चाहिँ जो चाहिँ काठमाडौँ जान्छु भनेर हिँड्दा हिजो गाडी नपाएपछि 11 बजेको समयमा उहाँ 11 बजेको समयमा इभी गाडी चढ्नुभयो। इभी गाडी चढिसक्नु भएपछि नारायणघाटमा पुगेपछि उहाँ बेहोस अवस्थामा एउटा चाहिँ कोक खुवाए जस्तो र आफू पनि खाए जस्तो गरेको व्यक्तिले, अनजान व्यक्तिले चाहिँ एउटा चिसो खुवाएर उहाँलाई बेहोस अवस्थामा बनाएर उहाँको चाहिँ सबै सम्पूर्ण सामान लुटिएर अहिले हस्पिटलको बेडमा हामीसँग सम्पर्क छ भनेर उहाँको परिवारले हामीलाई खबर गर्नुभएको छ। आदरणीय दर्शक महानुभावहरू, यो भिडियोलाई धेरैभन्दा धेरै शेयर गरिदिनु होला र अनजान व्यक्तिले तपाईलाई चिसो खुवाउँछ, कुनै चीज तपाईलाई चाहिँ खानको लागि दियो भने तपाईले चिनेको छैन, तपाईको नजिकको मान्छे होइन भने तपाईले कृपया सेवन नगरिदिनु होला, नखाइदिनु होला त्यस्तो कुराहरू। आज यी आमाको जस्तै हालत हुन सक्छ जो चाहिँ बकैया 3 हात्तीसुँडेको सञ्चमाया लामा हुनुहुन्थ्यो, हात्तीसुँडे जिब्दमारको हुनुहुन्थ्यो। उहाँलाई आज यस्तो अवस्थामा उहाँको परिवारले आज फेला परेको कुरा चाहिँ हामीलाई सुनाउनु भयो। तर खुसी त खुसीकै खबर हो, तर उहाँ भेट्नुभयो, उहाँलाई चाहिँ उहाँको सम्पत्ति आफ्नो चाहिँ चिज अमूल्य चिजहरू हराए तापनि माया त पाउनु भएको छ, तर उहाँलाई लुटिनु भएको छ। त्यसैले आदरणीय दर्शक महानुभावहरू, तपाईले जति सक्नुहुन्छ यो यस्तो खाले चाहिँ कुनै पनि व्यक्तिले, अनजान व्यक्तिले तपाईलाई चाहिँ अनजान व्यक्तिले कुनै खानेकुरा दिन्छ भने त्यसलाई हमेशा नखाइदिनुको लागि अनुरोध गर्न चाहन्छु। किनभने यस्तै अवस्था हुन सक्छ। अहिले हस्पिटलको बेडमा हुनुहुन्छ, बिहानदेखि नै उहाँ अहिले हस्पिटलको बेडबाट उहाँको आफन्तले मलाई फोन गरेर यस्तो अवस्थामा हुनुहुँदो रहेछ, उहाँ लुटिएको अवस्थामा हुनुहुँदो रहेछ भनेर मलाई जुन किसिमको उहाँले मेसेज गर्नुभयो र फोन गर्नुभयो, मलाई एकदमै दुःख लागेको छ। आदरणीय दर्शक महानुभावहरू, यस्तै भिडियोहरू हामी बनाउँदै गर्छौँ जो दुःख पाएका छन्, जोलाई चाहिँ एकदम अप्ठ्यारो स्थिति परेको छ। त्यसैले हाम्रो पेजलाई फलो अनि लाइक गरिदिनु होला। अहिले भने छुटिन्छु। हस्त, नमस्ते।